विवाहमा गएर डान्स पनि गरियो, घोडाघोडी ताल पनि घुमियो अनि बोटिङ पनि गरियो। हेलो साथीहरू, सबैलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आज चाहिँ अङ्कलको विवाह थियो। मैले नुहाई धुवाई त बिहानै गरिसकेको थिएँ अनि लुगा लगाउने टाइम भयो। लुगा सुगा लगाएँ। मलाई कोट प्यान्ट कस्तो लागिरहेको छ पहिलोचोटि लगाएको यसो कमेन्ट गरिदिनु होला। अनि बेहुलोको घरबाट चाहिँ हामी बेहुलीको घर जान लागिसकेको छौँ पुरै रेडीमा। अनि नाच्दै नाच्दै बाहिर आएर हाम्रो गाडी चाहिँ 7वटा थिए। गाडीमा म चाहिँ एउटा गाडीमा आएको थिएँ। गर्मी चाहिँ एकदमै थियो, एसी लगाएर आउनु परेको थियो। हामी चाहिँ जानु पर्ने थियो, त्यहाँ आइसकेका छौँ। अनि ब्यान्ड बाजा सब ल्याएर डान्स गर्दै गर्दै हामी चाहिँ माथिको होटलमा जाने रे, उतै बिहे गर्ने रे हाम्रो। अनि होटल बिना छिरिसकेपछि माथिको एउटा रुममा गएर बस्यौँ। त्यसपछि चाहिँ सबै खाना खान थाले। सबै खाना खान थालेपछि म पनि खाना खानु गएँ। खानासाना खाइसकेपछि अब सबैले यसो घोडाघोडी ताल पनि घुम्न जाउँ भन्यो। अनि घुम्न यसो मलाई पनि मन लाग्यो, म पनि घोडाघोडी ताल यसो घुम्न गइसकेँ। बाहिर बाटो हेर्दा त अलि रमाइलो लागिरहेको थियो। भित्र चाहिँ हामी गएको थिएनौँ, बाहिरबाट हेरिरहेको थियौँ। अनि भित्र चाहिँ छिर्दाखेरि चाहिँ 10 रुपियाँ टिकट लाग्ने रहेछ। भित्र गएर 10 रुपियाँ टिकट काटेर हातमा टिकट लगेर हामी चाहिँ गइदियो घुम्न वरिपरिको ठाउँ चाहिँ। अनि यो पानी चाहिँ एकदमै फोहोर थियो। मैले पहिल्यै चाहिँ यो घोडाघोडी तालो सोचेँ, तर यो चाहिँ होइन रहेछ। हामी चाहिँ अर्को ठाउँ गयौँ। अर्को ठाउँ पनि फोहोरै थियो, तर अलि बोटिङ सोटिङ गर्दाखेरि राम्रै लागिरहेको थियो। बोटिङै चलाउन आएन भने। अनि विवाह सम्पन्न भइसकेको थियो। विवाह सम्पन्न भइसकेपछि सालीहरूलाई अलि जिस्काउन लागे। अनि जिस्काइसकेपछि हामी चाहिँ अब बेहुलीलाई लगेर घरतिर लाग्यौँ। घर पुग्दासम्म हामीलाई चाहिँ राति 7 बजिसकेको थियो। ठिकै थियो भनौँ। डान्स गर्दै गर्दै हामी चाहिँ गयौँ घरतिर। मलाई पनि पहिला आएको थिएन डान्स गर्न। अनि मैले पनि जोसिहालेँ, म पनि डान्स गर्थेँ। घरमा गएर खाना हाल्ने बेला मै भए। के गर्नु पर्यो, आफ्नै घर खाना होइन, आफ्नै घरको विवाह भएपछि गर्नुपर्छ काम। सबैले खानासाना खाइसकेपछि गर्मीले पुरै पसिनाले लतपत भइसकेको थिएँ। अनि सबैले खाना खाइसकेपछि अब बेहुला बेहुलीलाई नचाउने कार्यक्रम चल्यो। अङ्कल आन्टी नाचे। अनि हामी सबैले राम हेरिसकेपछि आजको ब्लग यति नै। भेटौँला अर्को ब्लगमा। राधे राधे।